उहाँको सुरुको अभियानमा ब्याकबोन कोही पनि थिएन। त्यति बेला चाहिँ उभिदिने के अरे जेलमा कस्टडीमा पर्दाखेरि उहाँलाई छुटाउने, अनि उहाँ चाहिँ के अरे वान्टेडमा परेर चाहिँ अब अन्डरग्राउन्ड हुँदाखेरि लुकी हिँड्दाखेरि चाहिँ मैले सबै डकुमेन्टहरू मिलाएर उहाँलाई भूमिगतबाट चाहिँ बाहिर निकाल्नेदेखि लिएर उहाँको हरेक अभियानमा जब जब उहाँ अप्ठ्यारो परिस्थितिमा पर्नुहुन्थ्यो तब चाहिँ म उभिदिने गर्थेँ, किनकि त्यो मेरो साथीत्वको हिसाबले मेरो धर्म पनि हो र हामी स्वतन्त्र रूपमा चाहिँ नगरलाई चाहिँ अगाडि लानुपर्छ भन्ने हिसाबले एउटा मनाशय बोकेर हिँडेका मान्छे। त्यसो भएको हुनाले मैले उहाँलाई सुरुमै प्रतिबद्धता के गरेको थिएँ भने तपाईँको स्वतन्त्रमा हुँदाखेरि तपाईँको हरेक दुःखमा हरेक समस्यामा म ब्याकबोनको रूपमा उभिदिन्छु, तपाईँ अगाडि बढ्नुहोस् भन्ने कुरा मैले गरेको र त्यसमा हाम्रो मौखिक सहमति भएको हुनाले उहाँ पार्टीमा नजानु हुँदा, उहाँले पार्टी नखोल्दासम्म मैले उहाँ बाहेक अरूलाई, राजनीतिक दललाई, राजनीतिक पार्टीहरूलाई अरूलाई चाहिँ सहयोग गरिनँ। यो कुरा चाहिँ म प्रस्ट्याउन चाहन्छु, किनभने हिजो सुरुको दुःखका कालदेखि मैले कमिटमेन्ट गरेर चाहिँ तपाईँको लागि म उभिदिन्छु, अगाडि बढ्नुपर्छ भनेर मैले भनेपछि त्यो मेरो कमिटमेन्ट जब जब उहाँ स्वतन्त्र हुनुहुन्थ्यो तबसम्म चाहिँ मैले मेरो कमिटमेन्ट ब्रेक गरिनँ। अब पार्टी खोल्नु भएपछि चाहिँ त्यो मित्रताको नाताले उहाँले पनि बढी नै मलाई प्रायोरिटी दिनुभयो कि जस्तो लाग्यो। पटक पटक समानुपातिकमा पहिलो नम्बरमा नाम राखिदिन्छु भनेर 4-5 दिन फोन गर्नुभयो भनेपछि अब मित्रताको हिसाबले उहाँले खोजिराख्नु भएको छ। म चाहिँ बाङ्गिएर हिँड्यौँ भने त नियत त अलिक क्लियर देखिँदैन होला, राम्रो देखिँदैन होला भन्ने हिसाबले हामी गयौँ, यही सल्लाह गरेर गयौँ। तर त्यस कारणले गर्दा पहिला चाहिँ उहाँको पार्टीमा जानुको कारण चाहिँ मित्रता मात्रै हो। यो कुरा चाहिँ मैले आज खासै मित्रताको कुरा गर्ने मनासयमा चाहिँ थिइनँ, तर पनि अब यो घडीमा पनि आदरणीय दाजुले सोध्नुभयो। अब दोस्रो कुरा चाहिँ हामी स्वतन्त्र रूपमा पनि नगर प्रमुखको रूपमा आएर नगरका समस्याहरू समाधान गर्छौँ भन्दाखेरि अब कुनै न कुनै पार्टीले एप्रोच गरिरहँदाखेरि हामी नगर प्रमुखको रूपमा त्यहाँ नगरमा के अरे प्रतिनिधित्व गर्ने र त्यसपछि नगरका समस्याहरू समाधान गर्ने भन्दा उहाँले अफर त्यही दिनु भएर पनि हामी गएका हौँ। र नगर प्रमुखको लागि अफर चाहिँ उहाँ पार्टी श्रम संस्कृतिले मात्रै दिएको चाहिँ होइन, अरू चाहिँ कुरा यहीँनिर चाहिँ रोकौँ होला, तर उहाँ पार्टीले मात्रै दिएको चाहिँ होइन, यो कुरा यहाँहरूलाई पनि थाहा छ। अब त्यसपछि अर्को कुरा चाहिँ के थियो भने मेरो चाहिँ कुरा के थियो भने उहाँ के अरे उहाँले चाहिँ अब राम्रै पार्टी निर्माण गरेर लाने र त्यसपछि क्यापेबल मान्छेहरूलाई जोड्दै लाने हो भने सुदन